उद्घाटन गरेको। अबको 5 वर्षमा यो फास्ट ट्र्याक चल्छ भनेको पनि 15 वर्ष भइसक्यो। भनेको यो अब गर्नुपर्दो रहेछ। आज आएर माइक समाते भाषण गर्दैछु। पार्टीमा बोल्नु हुँदैन, सबैले बोल्न जान्नेहरू छन् त, मनिष झा छन्, रवि लामिछानेहरू छन्, तु इधर उधर की बात नगर भन्नेहरू छन्, ललकार्नेहरू छन् सदनमा सडकमा। त्यस्ता नेताहरू भएको ठाउँमा सबैले किन बोल्नु पर्यो र भन्ने चाहिँ मेरो मान्यता हो। नबोल्न पनि सिक्नुपर्छ भन्ने मेरो मान्यता हो। भाषण नगर्न पनि जान्नुपर्छ भन्ने हो। तर यो विडम्बना यतिखेर भाषण गर्न जान्ने रवि लामिछाने हाम्रो नेता हिरासतमा हुनुहुन्छ, खोरमा थुनिएको छ। कुनै पनि सहकारीबाट कहीँ कतै पैसा लिएको देखेन कि त यो सरकारले प्रमाण देखाइदिनु पर्थ्यो, हामी ढुक्क हुन्थ्यौँ ल गल्ती भएको रहेछ भनेर। प्रमाण पनि देखाउँदैन, पूर्वपक्षमा हालेको छ। अब बोल्नु पर्दो रहेछ। रवि दाइ त्यहाँ हुँदाखेरि अब कसले बोल्ने, कसरी बोल्ने भन्दाखेरि बोल्ने, हामीले बोल्ने, जनताको घरमा जाने। अन्याय भयो, सबैले अन्याय गरे भनेपछि कहाँ जाने भनेपछि जनताकोमा जाने, हस्ताक्षर अभियान लिएर जाने। त्यही हस्ताक्षर रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध हो भनेर भन्नका लागि अन्य दलका नेताहरू पनि भन्नुहुन्छ। कांग्रेस एमाले माओवादीहरूलाई सोध्नु होला, पूर्व प्रधान न्यायाधीशहरूलाई सोध्नु होला, उहाँहरू पनि भन्नुहुन्छ रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको हो। यदि हो भने सही गरिदिनुहोस्, आफ्नो नाम लेखिदिनुहोस्, आफ्नो परिचय खुलाइदिनुहोस्। यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी हामी चाहिँ रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भयो भनेर एउटा फारम बनाएका छौँ। यो संसारभरि एकरूप छ। यो इन्टरनेटमा हाम्रो आरएसपीको पेजमा अपलोड हुनेछ। संसारभरि जहाँबाट पनि यो डाउनलोड गर्न मिल्नेछ। यो चाहिँ सहज होस् भनेर नै हामीले एउटै मात्र बनाएका छौँ। एउटै भनेको विदेशमा बस्ने नेपालीहरू र नेपालमा बस्नेहरूका लागि पनि त्यो समान होस् भनेर त्यो काममा त्यसैमा लेखेका छौँ। योमा यदि राजनीतिक प्रतिशोध हो भन्ने चिज हो र तपाईँहरूले एउटा सही मात्र गरिदिनु भयो भने राष्ट्रिय स्वतन्त्र पार्टी 84मा सबैभन्दा ठुलो पार्टी बन्नेछ। त्यसमा दुविधा छैन। त्यो भनेको डाटा हुनेछ, त्यो भनेको तपाईँले दिएको मतदानभन्दा ठुलो हुनेछ। त्यो एक सहीले रवि लामिछानेलाई हिरासतमा बसिरहँदाखेरि पनि त्यसले न्याय दिनेछ। तपाईँहरूको एउटा सहीले उहाँले त्यो सहानुभूति फिल गर्नुहुनेछ। मलाई यो भाषणको कुरा भने मलाई खासमा यो मैले आफैले भाषण गर्नुपर्छ, मैले सांसद हुनुपर्छ, म मन्त्री हुनुपर्छ भन्ने लाइनको मान्छे होइन। मेरै हातबाट देश बन्नुपर्छ भन्ने जरुरी छैन। हुनहार नेताहरू छन्, उहाँहरूलाई सदनमा पुर्याउने हो, राष्ट्रिय स्वतन्त्र पार्टीलाई बनाउने हो। राष्ट्रिय स्वतन्त्र पार्टी भयो भने यो देश बन्छ भन्ने उदाहरण त तपाईँहरू देखिसक्नुभयो। सदनमा यतिखेर हामीलाई अवरोध गरिरहेको छ, सदनमा लडिरहेका छौँ, सडकमा लडिरहेका छौँ। एउटा व्यक्तिसँग कति डराएका यिनीहरू, कति डराएको यो राज्य। रवि लामिछाने भन्ने व्यक्तिसँग कति डराएको, कति ठाउँमा मुद्दा चलाएको, अझै कति बाँकी हो, कसले न्याय दिने हो। न्यायको कुरा गर्यो भने यहाँ कतै अवहेलना भन्ने शब्द आउला, त्यो कुरा नगरौँ। तर कसले प्रतिशोध साधे भन्ने चिज त सबैलाई थाहा छ, मनमै छ। हामीले यतिखेर शान्तिपूर्वक यो लेखेको म पढेर सुनाउँछु यो फारममा। रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर, यसमा केही छैन। राजनीतिक प्रतिशोध हो र जनताको हस्ताक्षर भन्ने लेखेका छौँ। यदि कसैले यसमा पनि अवरोध गर्छ, यदि कसैले जनताको घरमा जाँदाखेरि पनि अवरोध गर्छ, जनताको साथ माग्दाखेरि पनि अवरोध गर्छ भने रगतको रातो मसिनी लेखिनेछ। यो ढुक्क हुनुहोस्, यो राजनीतिक प्रतिशोध हो भन्ने चिजमा कसैले बाधा अडचन गर्यो, कसैले के गर्यो, विलम्ब गर्न खोज्यो भने रगतले लेखेर सही गर्नेछौँ। आजबाट म धेरै बोलिनँ किनकि रवि दाइको अपिल आएको छ। रवि दाइले हिरासतबाट नै एउटा अपिल लेख्नु भएको छ। यो अपिल सार्वजनिक भएको छ। यो अपिलमा उहाँले सबै कुरा भन्नुभएको छ। उहाँले भन्नुभयो दीपक यो लेखेको चिजले फेरि अझै यिनीहरू गर्ने हो कि कति नबोल्ने, योपालि म बोलेर बस्छु, अमेरिकाबाट किन आए, टिभीमा किन गए, राजनीतिमा किन आए, चितवनमा म त्यो दिन के भाषण गर्दै थिएँ त्यो पनि लेख्नु भएको छ। सबैले पढिदिनु होला। यो पढिदिनु भयो भने रवि दाइको त्यो सन्देश तपाईँहरूसँग पुग्नेछ। राजनीतिक प्रतिशोध हो भन्ने चिज स्थापित हुनेछ र जनतालाई हामी यो चाहिँ राजनीतिक प्रतिशोध हो भन्ने बुझाउन सक्नेछौँ। आजबाट म यो अभियानको संयोजक भएका कारणले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्ने हस्ताक्षर अभियानको सुरुवात भएको घोषणा गर्दछु र कार्यवाहक सभापति टिपी अर्याललाई, उपसभापति सोनिङ वाग्नेलाई यसमा सही गरिदिन आग्रह गर्दछौँ। धन्यवाद। जय गण्डी। हस्ताक्षर
अभियानका संयोजक दीपक बोहराज्यूले उद्घोष गरिसक्नु भएको छ। कार्यवाहक सभापतिज्यूबाट यो हस्ताक्षर अभियानको सुरुवात हुँदैछ र उपसभापतिज्यू लगायत पार्टीका सम्पूर्ण नेतागण र आज उपस्थित